अनि एउटा यस्तै कन्टेक्स्ट एउटा भिडियो हेरेँ क्या मैले त फेसबुकमा मिम्स सेयर भएको थियो क्या त्यो अब आई डोन्ट नो हामी कुन जेनेरेसनसम्म पुगिसकेको छ या कुन चाहिँ लेभलसम्म चाहिँ हामी कन्टेन्टको लागि गिरिसकेछौँ भन्ने चाहिँ मलाई के फिल भयो भन्दाखेरि बाजे के को बितेको रहेछ क्या एउटा नानीले कन्टेन्ट बनाएको छ मेरो बाजे बित्यो अनि बाजेको फ्युनरल छ भनेर चाहिँ नानीले रेडी हुँदै गरेर भिडियो बनाएको थियो क्या त्यो चाहिँ एज अ मिम्स सेयर भएको थियो या त्यो एज अ कुनै केही चाहिँ एउटा अब त्यो अब यति मलाई यस्तो लाग्यो कि हामी कहाँ छौँ क्या प्रबल दा हामी डिजिटल्ली कन्टेन्ट क्रिएसन गरेर ठिकै हो पक्कै हो नाम बनाउँछ होला दाम बनाउँछ होला होइन सबै कुरो गरिन्छ होला गाडी किनिन्छ होला होइन मोटर बाइक किनिन्छ होला हेलिकप्टरमा चढिन्छ होला के अरे तर योसम्म पनि हामी पुगिसक्यौँ कि अब मान्छे मरेको पनि हामीले रेकर्ड गर्नु त्यो चाहिँ अब जस्तो सागरले अघि भने त्यो मिम्सले त्यति बेला त्यो भाइले त्यसो गर्दाखेरि चाहिँ मान्छेले के सोच्यो आम्बो यसले घरको बाजे पनि नछोडेको भन्ने भयो त्यो भएर मिम भएको होइन अहिले त नर्मल भिडियो आउनु थालेको छ नि सागर अहिले त फ्युनरलको भ्लग त नर्मल भएको छ सायद तिमीले हेरेछौ मैले त दुई तिनपल्ट हेरिसकेको छु मैले त्यही त भने कि मलाई चाहिँ भित्र अनइजी फिल भयो क्या अब मान्छेको त्यो देहान्तको भिडियो बनाइरहेको छ किनकि यस्तो हो नि त भिडियो बनायो ठिकै छ तर त्यो भिडियोलाई प्रेजेन्ट गर्ने तरिका होइन त्यो एउटा ड्रामा जस्तो त्यहाँबाट मान्छेहरूको त्यो रोदनलाई पनि त्यो प्रकारले प्रेजेन्ट गरेको त्यहाँबाट एडिटमा बस्यो त्यहाँबाट फिल्म त फिल्म हो नि त फिल्म त ड्रामा हो फिल्म त त्यो स्क्रिप्टेड फिल्म त फेक हो फिल्ममा जो पनि मर्छ ऊ मरेको होइन तर अडियन्सलाई त्यो देख्नु लागि उनीहरूले दुनियाँभरको इफेक्ट्स लगाउँछ क्या त्यो अम्बियन्स त्यस्तो क्रिएट गरिदिन्छ ब्याकग्राउन्ड स्कोर त्यस्तो लगाइदिन्छ मायालाग्दो म्युजिक लगाएर हामीले त्यो इमोसनल बनाउँछ नि त किनकि त्यो होइन नि त हामीले त्यो कहानीमा डुबाएको हो नि त तर रियल लाइफ त त्यो होइन नि त रियल लाइफमा पनि उनीहरूले अझै त्यसलाई अझै एडिटमा बसेर अझै थप क्या त्यसमा त्यो टुल्सहरू युज गरेर चाहिँ प्रेजेन्ट गर्ने क्या अनि त्यो जरुरी छ र जस्तो लाग्छ घरिघरि मलाई क्या अब त्यो त्यस्तो गर्दा चाहिँ मलाई चाहिँ अनिजी फिल हुन्छ पुरै अनिजी क्या मतलब यो त नगर्नु नि यस्तो क्या अब किनकि आफ्नो घरमा के पर्दाखेरि नि भएको कुरा कि हामी कन्टेन्ट क्रिएटर्स होला म आरजे होला होइन त त्योभन्दा पहिला त म मान्छे हो नि त हो काम गर्दैन नि हौ सागर साँच्ची भनेको मान्छे हुँदैन नि त्यस्तो कसरी त्यो हामी त्यो स्टेटमै हुँदैनौ नि त्यो तिमीले आफ्नो प्रिय मान्छे कोही होइन आफ्नो एकदम प्योर मान्छे तिमीले अचानक गुमाउँदाखेरि तिम्रो दिमागले काम गर्दैन नि सागर मेरो त गर्दैन अरूको त कोही नि